देशीय औजार कारखाना मर्मत गर्यो पुरा 1 वर्ष लाग्यो हेर्न 25 जनाको टोलीलाई इन्जिनियरहरुको टोलीलाई पुरा 1 वर्ष लाग्यो त्यो मर्मत गर्नु अनि त्यसपछि करिब 3 करोड रुपैयाँ जतिको औजार नयाँ औजार आधुनिक औजारहरु पनि किन्यो र अहिले 15 किसिमको चाहिँ औजारहरुको नमुनाहरु बनाएर परीक्षण गर्दैछन् कोही सफल भइसक्यो कोही हुँदैछ अब त्यो कस्तो औजार बनाउँदैछ त त्यो पनि सुन्नुस् अहिले त्यहाँ बनाएको औजार भनेको धान रोप्ने सानो ठुलो खेतमा हैन सानो खेतमा सानो किसानलाई चाहिने धान रोप्ने कोही चाहिँ के रे त्यतिकै हातले धकेलेर रोप्ने कोही चाहिँ सानो इन्जिन राखेर रोप्ने त्यस्ता मसिनहरु बन्दैछ अनि तरकारीहरु रोप्ने मसिन बन्दैछ अनि यो मकै छर्ने पनि 2-3 किसिमको मसिनहरु बन्दैछ र अब धान गोड्ने धान फेरे लाई चाहिँ झार्ने काट्ने जस्ता मसिनहरु पनि बन्दैछ मकै छोडाउने मसिन त्यो पनि बन्दैछ अब आलु रोप्ने मसिन पनि बन्दैछ र आलु खन्ने मसिन पनि बन्दैछ अरु मसिनहरुमा जस्तो गाई पाल्नेहरुलाई गाई भैँसी पाल्नेहरुलाई यो घाँस चाहिँ ठुलो बनाउने मसिनो बनाउने चाप कटर त्यो पनि बन्दैछ अब यो गाई भैँसी गोठहरुलाई त्यो गोबरलाई चाहिँ धेरै पाल्नेलाई थोरै एउटा दुईटाको त समस्या हुँदैन तर धेरै पाल्नेहरुलाई चाहिँ यो गोबर चाहिँ लाई पेलेर झुलो बनाएर त्यसलाई चाहिँ मल बनाउने भन्ने एउटा मसिन पनि बन्दैछ अब दुधको बनाउन खोवा बनाउनेहरुलाई मिठाई बनाउनेहरुलाई त्यो खोवा घोट्ने मसिन भनेर त्यो पनि बनाउँदैछ यस्ता धेरै किसिमका मसिनहरु अनि यो सानो हाते ट्र्याक्टर हुन्छ नि यो मिनी टिलर त्यो मिनी टिलरमा राखेर जोडान गरेर जोत्ने अब हिला भने यस्ता किसिमका सानो कुराहरु चाहिँ बन्दैछ र त्यहाँ बनाउने सामान भनेको ठुलो किसानलाई सानो किसानहरुलाई यसले चाहिँ थोरै ठुलो मसिन किन्न सक्दैन अब ठुलो किसानले त ठुलो मसिन किन्न सकिहाल्छ सानो किसानहरुलाई फाइदा हुने मसिन बनाउँदै छौं अब त्यो मसिनहरु अब 1 वर्ष भित्रमा तपाईहरुको गाउँघरमा पनि आउँछ किनभने अहिलेसम्म हामीले पुरा झन्नै 1 वर्ष जति त केमा बितायो भने कस्तो मसिन बनाउने कसरी बनाउने भन्ने कुराहरु बनाएर मात्र भएन टेस्ट गर्ने टेस्ट मात्र गरेर भएन त्यसलाई कति सकेसम्म सस्तोमा कसरी बनाउने त्यो सस्तो चाहियो नि त महँगो बनाएर त भएन अब विदेशहरुबाट आएको त्यस्तो मसिन भन्दा हाम्रो बलियो कसरी बनाउने हैन सस्तो कसरी बनाउने त्यो कुराहरुमा चाहिँ अनुसन्धानहरु गरेर अहिले चाहिँ त्यहाँ काम भइरहेछ अहिले 40 जना मान्छे छन् त्यहाँ र अब हामीले 100 जना मान्छे अब अरु पुर्याउँछौं र अब उत्पादनमा लगेपछि चाहिँ त्यो हुँदैछ यस्तो किसिमको कामहरु त्यहाँ भइरहेछ तपाईहरु चाहिँ